So what's up guys? हप्ता दिनपछि फेरि मेरो भ्लगमा स्वागत छ हजुरहरूलाई। So what's up? ला आज यही छु यसले के बिगो गरेर रहेछ यहाँ बाइक पुरै टोकेर नम्बर प्लेट सत्यानाश बाइक सत्यानाश गरिरहेछ आज यसले। ड्याडीले जिस्केर भने होला यतिकै भने होला भनेर बसेको थिएँ म होइन रहेछ काण्ड चाहिँ ऊ यस्तो मचाएछ यसले यहाँ इस यो पुरै टोकेर सत्यानाश गरिरहेको रहेछ यसले यसरी टोकेरै बाइकमा एउटा स्क्रैच आउँदा त चित्त दुखाएर बस्या मान्छे ड्याडी र म यसले इस को यो सत्यानाश कतिखेर टोक्न भ्याएछ कुन्नी यो कतिखेर टोक्न भ्याएछ कुन्नीले यो सत्यानाश गरेछ यसले। यसलाई त दिएरै पठाउनु पर्छ जस्तो छ अब पाल्ने मान्छेलाई दिएर पठाउनु पर्ला जस्तो छ। यसलाई घरमा राखेर भएन पहिला नि त्यहाँ कोठामा बस्ने दिदीको जुत्ता खानेदेखि लिएर अनेक गर्थ्यो अहिले बाइक टोक्यो भन्ने मात्र थियो कि आमाले हिजो भन्दै थियो बाइकभित्र राख भन्दा होइन अहिले राख्छु भनेर बस्यो है हालत त बल्ल खाइहाल्यो नि। मम्मीले हिजो यहाँनिर त्यो चौचौ खोलहरू थियो कि ओभरै यसले ठुलो गरेर राखेको थियो चौचौ खोलहरू पनि त्यो चाहिँ यो नम्बर प्लेट खाएछ भन्नु भएछ आमाले। अनि हिजो बाइक यत्तिकै छोडेँ मैले फेरि बाहिर जानुपर्ने हुनसक्छ आमालाई लिन या बालाई लिन जानुपर्ने हुन्छ भनेर यहीँ छोडेको बाइक अब भोलि यहाँ राख्नुपर्छ भोलि यो होइन यसको सट्टा यो यता कहाँ के भ्याउँछ किन टोकेको किन खाएको खानेकुरा दिँदैन कि हामीले दिँदैन हामीले खानेकुरा तँलाई दिँदा रहेछ बिस्कुट बिहान खाना दिउँसो बिस्कुट बेलुका खाना साँझमा बिस्कुट कति मात्र खान्छस् त्यही सत्यानाश गरोस् भनेर पालेको हामीले हो त्यही सत्यानाश गरोस् भनेर पाल्यो तँलाई हामीले छोडिदिउँ यहीँ छ तेरो कलरले त्यो कलरले यहीँ जाऊ तेरो कलरले जा बाहिर जा घर पनि नआइज त बेलुकादेखि घर आउनु पर्दैन त जिस्केको होइन पर्दैन आउनै पर्दैन यो घरमा किन आउने हो यस्तो सत्यानाशी कुकुर विनाश कुकुर पालेर टेन्सन मात्र अघि भर्खर पनि करायो पाले यस्तो आनन्दको बाइक थियो केही यताउता खानु पनि छैन ल कुकुर चाहिँ ल्याएर पालेछ मैले यस्तो कुकुर यो त छ्या बरु 2-5 हजार राखेर राम्रो गतिलो कुकुर ल्याउनु पर्ने रहेछ मैले सुनिस् बरु गतिलो कुकुर किनेर ल्याउनु पर्ने रहेछ मैले रिट्रिभर ल्याउनु पर्ने रहेछ ल्याब ल्याउनु पर्ने रहेछ बरु किन उठाएको तँलाई मैले त्यो दिन ओ सत्यानाशीलाई लिएर आएको छ घरमा टेन्सनमा चाहिँ टेन्सन बाउलाई उसै टेन्सन बिहानदेखि टेन्सन बाउले जिस्का होला भनेर पो बस्यो त यस्तो सलक्क परेको थियो एन्ड यस्तो ट्याक्क परेर बस्यो कस्तो खाते कुकुर चाहिँ भिज्यो म त हानौ के बिस उठेर आउनु थाल्यो त अब बाहिर मात्र निस्किँदा तेरो खुट्टा भाँच्यो नि भने पक्क नि तेरोमा के गर्छ नि हालत आज चाहिँ के हो ज्वरोले हिजो च्याप्यो नराम्रै च्याप्यो ज्वरोले स्टिल रातभरि सुतेकै छैन क्या म अनि पहिला सास फेर आनन्दले अनि रातभरि सुतेको बेला ओहो काम लागेर बसिन्छ आनन्दको सबजना सुत्नुभयो कि कोही ए
बा त सुत्नु भएछ आमा पनि सुत्नु भएछ म चाहिँ गएँ अन्डा किन्न लास्टै अन्डा खान मन लाग्यो आज त के भयो 150-170 रुपियाँ अन्डा लिएर आउनु पर्यो 100 रुपियाँको अन्डा ल्याउनु पर्यो अन्डा खाने अन्डा आज अन्डा खाने चुप लाएर त्यहीँ बस्छ भातसात पनि नखा के पनि नखा भोकै बस्छ तँलाई त्यति गेटबाट निकाल्ने होइन भग्ने मुद्ने बेला मात्र निकाल्ने तँलाई बुझिस् पनि खाएन अरे अलिकति पनि खाना खाएन अरे ड्याडीले भन्दै होइन यस्तो दियो भइरहेछ ल के भन्ने अब आज मौसम कस्तो दामी देखा क्या फेरि आइसक्यो सामान के जस्तो डोजर सोजर छ त यहाँ त के हुनु लाग्यो 6वटा अन्डा आयो अब ल्याम 3टा अन्डा गायब यहाँबाट अब एउटा रामेनमा राख्ने 2टा ल के हो यहाँ त कागज डढाएर राखेको छ न्युज पेपरहरू पुरै यसरी घर अगाडि फोहोर गर्दैन पाएन हाम्रै घरको मान्छे काम के हो Let's go as the vlog. के त हेरेर बस मलाई बोल्दै नबोल मसँग लेट्स गो अब अन्डा बनाउने अनि भात खाने किचन अलरेडी यो चाहिँ पानीमा यो डिहाइड्रेटेड भेजिटेबल्सहरू हालिदिइसकेँ खाना स्ट्रङ छ हाम्रो करेन्ट च्याउ अनि त्यसपछि यहीँमा मिक्स गरौँ कि जस्तो लागेर चाहिँ पानी फालेर अर्को भाँडाहरू त सबै यहाँ खानाहरू राखिरहेको छ फेरि योमा खाना भयो योमा त्यो सुकेको साग हरियो परियो साग अनि यो ओहो के भन्छ अरे यसलाई च्याउको अचार ट्याङ म त फेभरेट हो साँच्ची त बिरामी पो छु त म त ला बिरामी भएर झन् खाना बार्न थाल्यो भने त्यस्तै हो त्यही भएर बिरामी हुँदा झन् धेरै खानुपर्छ जे नहुने भन्थ्यो नि डक्टरले त्यही खानुपर्छ क्या जिउलाई स्ट्रङ पो बनाउने हो त ब्रदर्स एन्ड सिस्टर्स डक्टरले यो नखाऊ भनेको छ त्यो नखाऊ भनेको छ गरेर बस्यो भने चाहिँ छिमाउ हुन्छ म चाहिँ यसो ब्रेक गरेर राखिदिन्छु किनभने अलि पछि अनि ठ्याक्क आमालाई पनि सिम्बा कराउनु थाल्छ मैले के किन ल्यायो भन्नु थाल्यो होला अरू बेला त खानु पाउँथ्यो अन्डा खान्थेन कि चिकन खाँदैन थियो कि के मात्र खाँदैन थियो अनि बेहोरा त्यस्तै हो अनि केही खुवाउनु नि मन लाग्दैन बाइक टोकेर राखेको छ ल झन् ड्याडी र म चाहिँ बाइक भनेपछि यस्तो जोगाएर राख्ने यस्तो माया गरेर राखिरह कस्तो अब भनौँ भन्ने नि के भनौँ गल्ती मेरै त्यस्तै हो केडा हो त्यस्तै हो अब के गर्नु गाह्रो छ ड्याडलाई पो टेन्सन नभन्दा पनि मैले त बाइक लिएर निस्किँदाखेरि कराउनु हुन्थ्यो कहाँ गइस् यतिखेरसम्म किन गइस् यतिखेरसम्म हेन्डेन भन्नु नि बाले सिमाले ल्याम्मै आज टोक्दै थियो टप नै आगेर बस्नु भएको केही पनि गरौँ भने तेरिमा राति सुतेको पनि छैन नि त अनि उसै त्यो इरिटेसन फिल हुन्छ क्या त अहिले पनि भइरहेछ म किन भिडियो बनाइरहेको छु जस्तो लागिरहेछ कि लिल झोला होइन लिल डङ्गोल बनाउनु चाहिँ
चाहिँ किन यति मात्र होला मम नेभर इट्स एनिथिङ विदाउट ड्याड त्यही भएर अलिकति मात्र हेलो न चौचौ तपाईँलाई यसरी मलाई नि खाटमा ल्याइदिनु गर्नु न खाजा ऊ यहाँनिर छ है मम्मी मम्मी ऊ यहाँ छ है ऊ त्यहाँ छ भने उठेर खानु ऊ छिटो सेलमा पनि मिठो हुँदैन सो म चाहिँ निस्केन नेपाल गभर्मेन्टको अफिसमा जानुपर्ने रहेछ म त त्यहाँ कुना पनि बस है यता नआइज न अनि त्यो जुत्ता सर्न जानुपर्ने थियो स्निकर बजारबाट मेरो जुत्ता आइसक्यो यति रिस उठिरहेछ नि मलाई त छैन काम गरेर बहुत अब मलाई गरेर टपलाई फेरि भयो कस्तो राम्रो हुँदो खाँदो सत्य बाइक बिगारेर थाप्ते नै हो यो कुकुर त भिडियो नि त्यस्तै सिम्बालाई कराउँदा त्यसलाई यताउता गर्दा बाहिर जाँदा जुत्ता लिएर आउँदा जुत्ता चाहिँ साटेर ल्याइयो स्निकर बजारले पठाइदिनु त पठायो तर खोइ अब अर्कै टाइपको छ नो डिफेमेसन होइन नराम्रो भन्न खोजेको त होइन तर लाइक अब मैले भने हिसाबमा पनि हजुरहरूले नै सोच्नु कस्तो अर्कै जुत्ता परेछ भनेर साइज 44 को चाहिँ यस्तो ठ्याक्टु तलमाथि दायाँ बायाँ ठ्याक्क मिलेको टाइपको थियो अनि यो साइज घटेर आएकोमा चाहिँ अब त्योमा पनि के मिसिङ थियो भने बटर पेपर मिसिङ थियो अनि जुत्ताको ट्याग थिएन योमा पनि जुत्ताको ट्याग छैन बटर पेपर पनि छैन एटलिस्ट त्योमा लेस हुन्छ नि लेस चाहिँ दुईटा थियो के रेड र पिङ्क एक्स्ट्रा आएको थियो अनि त्यो चाहिँ लाइक एउटा इन्डिभिजुअल प्लास्टिकमा थियो के अनि योमा चाहिँ इन्डिभिजुअल प्लास्टिक पनि छैन एउटा प्लास्टिकमा रोल आउट गरेर मात्र राखेको छ अनि त्यही माथि त्यो साइडको टिक हुन्छ नि टिक पनि लाइक प्रपरली कट आउट छैन के लाइक सिलाइएको पनि राम्ररी थिएन यताउता पनि थिएन फेरि एक्सचेन्ज रिफन्ड गरेर बस्दा जाऊ अन्त अहिले लेस चाहिँ हालेर चट्टै रेडी गरेर राखेँ त्यही हो खाना जाने हाम्रो चाहिँ यता तल माथिको बाथरुमबाट पानीहरू लिक भएछ एकदमै बेसिन अनि त्यो के भन्छ त्यसलाई पानी जाने ऊहरूबाट लिक भएको जस्तो लाग्यो किचनको पनि पछाडिको वाल पुरै भिजिरहेछ किचनको एक पार्ट प्लास्टर हानिदिनु पर्ने हुन्छ के खाना अब खाना भयो तामा जस्तो छ यो तामा के तामा तामा मौली हानिदिनु भएछ यस आज खानामा छ आँप अनि यो चिप्ले भेन्डी हाम्रो रामतोरिया आलु अनि यो बोडी यो खाना भयो यो अन्डा अनि यो मम्मीले बनाउनु भइरहेको अचार अनि यो पानी चियर्स अब खाना खाएर भेट्छु म हजुरहरूलाई है त खाना खाउँ लेट्स टेस्ट हाउ इट इज मिठो त यस्तो मिठो हुन्छ नि मलाई थाहा छ कि मुँहमै पानी आ गयो भाइ कुरै छोडिदिनु यति मिठो छ नि आहा सो गुड यार सो गुड नहेरी बस्नु है फेरि आँखा लाग्लो मलाई अब खाना खाएपछि भेट्छु है हजुरहरूले बाई बाई खानाहरू सक्यो थुनेरै राखिरहेको छ बाइकको हालत बाइक कति गराउनु कति पिट्नु पनि कति कराउनु पनि
त दिक्कै भइसक्यो म आफै नै कार्यक्रमको लागि आइपुग्यो छिटो मैले देखेन है छिटो आइस काम सकाएर ल्याएको हगेपछि नि खोरभित्र नै राखिदिन्छु खाना पनि ननिकाल्नेलाई बाहिर काम छैन यस्तो गुहियालाई बाहिर निकाल्यो न्यू डे न्यू भ्लग भन्न त मन छ तर कन्टिन्यू भएको भ्लग नै मैले एन्ड गर्न भएन राति एकदम नै गाह्रो भएर म निदाइहालेछु एकदम नै गाह्रो यति गाह्रो भयो कि कुरो छोड्दैन हिजो त झन् राम्रो सास पनि फेर्न सकेन हौ राति स्याहार प्याम्या गर्दा खोकी झन् ओभरै लाग्यो क्या ज्यान्ने भएर हिजो पनि हुडी नलागिकन टी सर्ट मात्र लाएर पानीमा तोप जल्दिएँ त्यसपछि त त्यही हो भ्लग एन्ड अब बिरामी यो वर्ष मात्र म कति बिरामी भएको यार कति बिरामी भएको छ्या जिस्किएको जस्तो लाग्ला भन्दाखेरि डङ्गोले गफान्यौ भने जस्तो लाग्ला तर होइन ओभरै बिरामी भयो यो वर्ष चाहिँ मलाई याद भएसम्म म 6 चोटि बिरामी भइसक्यो यार त्यही हो अब यसपालि चाहिँ मर्छ के हो कहाँ मर्छ ऊ मर्दैन नभेरी सुन नेगेस युट्युबलाई लेम खाएपछि मात्र हो अब मर्ने त ल भिडियो एन्ड यतातिर आशा गर्छु हजुरहरूलाई भिडियो राम्रो लाग्छ होला राम्रो त केही छैन सिम्बालाई कराएको मात्र छ इजी दिनमा अरे ल